साथीहरू नमस्ते सेवारो। म चाहिँ यहाँ आज आँप खसेको छ कि छैन भनेर आँप खोज्न आएको। खस्नु त खसेको रहेछ आँप। अब यो अचार पिनेर खानुपर्छ। आज चाहिँ आँपको अचार पिनेर खाने भन्ने विचार आयो। यो चाहिँ कलमी आँप होइन नि त, लोकल आँप हो। त्यही भएर लोकल आँपको एकदम अमिलो चट्ट परेको हुन्छ। त्यही भएर म चाहिँ लोकल आँपको खसेको अचार टिपेर खानुलाई आएको। यत्रो छ लोकल आँपको बोटी चाहिँ। अस्ति माथिको टुप्पा भचाइदियो हावाले। अहिले त सबै झारिहालेछ, एउटै रहेनछ दाना पनि। कसलाई खानु मन लाग्छ आउने है, म अचार बनाउँछु लोकल आँपको। चाहिँ यो मेरो बारी, मेरो मकै सबै हावाले लडाएर हिजो उठाएको मैले चाहिँ।